दर्शक नमस्कार अनि स्वागत भन्न चाहन्छु तपाईँलाई। यतिखेर म एउटा यो विवाह पार्टीमा लैजाँदैछु। तपाईँहरू जहाँ जहाँबाट झुल्के घाम युट्युब च्यानल हेर्दै हुनुहुन्छ हेरेर अनि सुनेर साथ दिनुहोला, सेयर सब्सक्राइब गरिदिनु होला। अनि म तपाईँलाई यो लिम्बू समुदायमा नाचिने नाच र यो ढोल नाच, यो च्याब्रुङ सम्बन्धीको केही विशेष व्यक्तिसँगको कुराकानी म तपाईँहरूसँग जोड्ने नै छु। हेर्दै गरौँला झुल्के घाम युट्युब च्यानल। च्याब्रुङ कसैले च्याब्रुङ भन्छ, कसैले ढोल भन्छ। वास्तवमा के हो यसको? ढोल चाहिँ सामूहिक हिजो किराँत कालमा किराँतीहरूले बजाउने ढोलै हो सबैको। तर अहिले लिम्बूले छुट्याएर ल्याएको चाहिँ च्याब्रुङ हो। च्याब्रुङभित्रको पनि शब्द के भन्ने छ। यो शब्दभित्र चाहिँ अब हामी प्राय लिम्बूहरूले शुभ कार्यमा नाच्ने चलन गर्छौँ, अनि एउटा घर पैँचोमा नाच्ने गर्छौँ, अनि मरौमा नाच्नु पर्दा चाहिँ यो चौतारामा नाच्ने गर्छौँ। हामी तीनटा विभाग। अनि अर्को सांस्कृतिक कार्यक्रम कुनै ठुल्ठुला यसो मञ्चहरूमा गर्नु पर्यो, स्वागतको लागि हामी त्यहाँ पनि नाच्ने गर्छौँ। भनेपछि मरौमा पनि नाचिन्छ यो ढोल नाच? मरौमा चाहिँ चौतारामा नाच्ने चलन गरिन्छ। यो त्यो चाहिँ चौतारामा चाहिँ त्यो चाहिँ अब हामी त्यो जुठादेखि परास्त भएर हामी अब बाजागाजा बजाउनु हुने अथवा च्याब्रुङ नाच्नु हुने भन्ने विषयमा त्यहाँ चाहिँ नाचिन्छ त्यसरी। अनि यहाँ कहाँदेखि आउनुभयो यहाँ तपाईँ? म चाहिँ इलाम जिल्लाको महानगरपालिका वार्ड नम्बर 9बाट यो कालीझोडा भन्ने ठाउँ अथवा यो मेचीनगरको यो वडा चाहिँ मलाई थाहा भएन। यो चाहिँ अब यो सांस्कृतिक भनेको एउटा प्रत्येक जनलाई अथवा आफ्नो जातिलाई चाहिने चिज हो। यो सांस्कृतिक भनेको यो सजिलो छैन। यो हामीले पहिल्यैदेखि पाएर आएको हो, तर त्यसलाई संरक्षण गर्न चाहिँ साह्रो परेको जान्नु भएको छैन। सिक्नुपर्छ। सिक्दाखेरि छन् कलाहरू छन् अहिलेसम्म पनि। पहिलाको जति नाचहरू आउँदैछन् अहिले उजागर हुँदैछ छनु चाहिँ कतिपय ठाउँमा अहिले सिकेर पनि नाच्ने चलन गरिरहेछ। तर प्राय धेरै जसो पहिलाको जन कम थिए, जनसमुदाय कम थियो। अहिले धेरै भएको हुनाले अहिले सिकाइ पनि वृद्धि नै छ, तर सिक्ने क्रम चाहिँ अझै धेरै छन्। सिक्नुपर्छ। सम्पूर्ण लिम्बू समुदाय अथवा ढोल नाच्ने समूहहरूलाई अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्त्यमा चाहिँ मैले के भन्न चाहेँ भने यो हाम्रो संस्कृति हो। हाम्रो संस्कृतिलाई बिर्सिनु हुँदैन। यो च्याब्रुङ नाच मात्रै होइन, त्यसभित्री संस्कृतिभित्री निकैवटा लुकेका छन्।